एक पटक एउटा छोरा र उसका बुबा आफ्नो गधालाई लिएर बजार जाँदै थिए। बुबा हिँडिरहेका थिए भने छोरा गधामाथि चढेको थियो। बाटोमा एउटी वृद्धाले उनीहरूलाई देखिन्। उनी हाँसिन् र भनिन्, आजकालका बच्चाहरूमा कति पनि आदर सत्कार छैन। आफ्नो बुढो बुबा हिँडिरहँदा तिमी कसरी गधा चढेर बस्न सकेको? छोरालाई लाज लाग्यो, त्यसैले ऊ ओर्लियो र बुबालाई गधामा चढायो। उनीहरू अगाडि बढे। केही मिनेटपछि उनीहरू युवाहरूको एउटा समूह नजिकैबाट गुज्रिए। उनीहरूले हेरे र भने, हेर्नुस् त यो दृश्य, बुढो मान्छे गधा चढेको छ अनि बिचारा बच्चा हिँडिरहेको छ। तिमीहरू दुवै किन गधामा नचढेको? गधा भएको नै त्यहीका लागि त हो नि, हैन र? कुरा मनासिब लाग्यो, त्यसैले उनीहरू दुवैजना गधामाथि चढे। उनीहरू अगाडि बढे। छिट्टै नै उनीहरू एउटा सानो गाउँमा आइपुगे। मानिसहरूले अचम्म मान्दै उनीहरूलाई हेरे। तिमीहरूले त्यो बिचारा गधालाई मार्ने भयो। तिमीहरूको तौलले गर्दा त्यो कति थाकिसक्यो, देख्दैनौ? यदि तिमीहरूले यसलाई बोकेर लगेनौ भने त यो बजारसम्म पनि पुग्दैन। बुबा र छोराले एक अर्कालाई अलमल्ल पर्दै हेरे, तर उनीहरू गाउँलेको कुरामा सहमत भए। त्यसैले उनीहरूले एउटा अनौठो काम गर्ने निर्णय गरे। उनीहरूले गधालाई आफैले बोक्ने विचार गरे। उनीहरूले गधाको खुट्टा बाँधे र उसलाई माथि उठायो, तर गधा अत्तालियो। ऊ छटपटाउन थाल्यो, खुट्टाले हान्यो र यताउता बटारियो। अनि अचानक ऊ उनीहरूको हातबाट चिप्लियो र सिधै तीव्र गतिमा बगिरहेको नदीमा खस्यो र बगायो। बस त्यसरी नै सबै थोक सकियो, किनभने सबैलाई खुसी पार्ने चक्करमा उनीहरूले आफूसँग भएको कुरा पनि गुमाए। र जब तपाईँ संसारको हरेक आवाज सुन्न थाल्नुहुन्छ, तपाईँ बिस्तारै आफ्नो आवाज गुमाउनुहुन्छ।